हामी माडी प्रेमी युवा सञ्जालबाट हामीले यो माडीको समस्या तपाईले जितेर सदनमा पुगिसके पछाडि यी समस्या सदनबाट चाहिँ हामीले सुन्न पाइयोस् र सदनबाट यी समस्याको निराकरण निकास सहितको विकासका लागि चाहिँ तपाईले विशेष पहल गरिदिनु होला भन्ने धारणाका साथमा हामीले एउटा पत्र तयार गरेका छौं। सो पत्रमा 10 वटा बुँदा हामीले उल्लेख गरेका छौं। माडीका जति पनि समस्याहरू छन् ती समस्याको चाहिँ समाधान तर्फ चाहिँ लाग्नु हुनेछ भन्दै हामीले चाहिँ यो ध्यानाकर्षण पत्र चाहिँ यहाँलाई विशेष गरी प्रदान गर्छौं। यो सञ्जाल गठन गर्दाखेरि म यसमा प्रत्यक्ष संलग्न नभए पनि यो मेरो पनि सञ्जाल हो र जुन बुँदाहरू उठाउनु भएको छ यसमा हामीले यो अहिले आधिकारिक रूपमा पत्र पाए पनि यसबारे म जानकार थिएँ। पहिला नै मैले हेरिसकेका छु र यसलाई यी मागहरू सबै जायज नै छन् र यी मागहरूलाई पुरा गर्नलाई हाम्रो अब पहल कदमी प्राथमिकता साथ रहनेछ। अहिले विधिगत पत्रमा यति 10 वटा बुँदा दिनु भए पनि अरू केही भए पनि हामीलाई सल्लाह सुझाव दिनलाई कन्जुसाइ नगरिदिनु।